就这样不敌不瑞古着给大家什么Tikka সফলদিয়েছে হটি মহাজো আক্রোগ্লো যে আপনি কোরবরি স্টেট কত পরে হচ্ছে কত বেলা বেরো কত সরকার লাচ্ছুল হইয়ে मेरो भित्र बस्ने ठाउँ हो तपाईँले देख्न सक्नुहुनेछ यो चाहिँ मेरो झ्यालो अनि मेरो भाले बस चाहिँ यता मस्तले बसिरहेको छ है अनि म गाडी चाहिँ चेक गर्नतिर लाग्छु किनभने मलाई बसमा छिटो थियो तर मेरो गाडी बिग्रे तलबाट धुवा वारवारी आइरहेको थियो नि त र आफ्नो गाडी बनाउनको लागि म ग्यारेज आउनु पर्ने हुन्छ र म आइसकेँ ग्यारेजमा त कोही मान्छे रहेनछ र मैले एकचोटि हेर्नतिर लागेँ तर मैले कोही भेटाएन अनि भाले बस मैले यतैपट्टि राख्नु पर्ने हुन्छ मलाई चाहिँ फेरि उता बसमा जान थियो किनभने साथीको बस त्यतै थियो नि त अनि मैले चाहिँ यो कल्पना एयर बस लानु पर्ने हुन्छ किनभने सजिलो हुन्छ नि त अनि मैले एकचोटि कल्पना एयर बसलाई चलाउनु पर्ने हुन्छ र एकचोटि हेर्नु सबै प्यासेन्जर बाटो आएर मैले यो बसमा सबैजनालाई हाल्नतिर लागेँ तर मलाई एउटा तरुणीलाई चाहिँ मन परेको थियो अनि सबै प्यासेन्जरहरू मेरो बसमा छिर्नतिर लागे प्यासेन्जरलाई बसाएपछि मैले गाडी चलाएँ किनभने मलाई आज पुग्न थियो केदारनाथ मन्दिर त्यसपछि चाहिँ यताको जेन्जीहरूको प्रोटेस्ट चलिरहेछ र मैले चाहिँ एकछिन त्यतै हेर्नतिर लागेँ किनभने म जेन्जी हो नि त अनि एकछिन जेन्जीको प्रोटेस्ट हेरेर म फेरि चलाएँ गाडी अनि एकैछिनको लामो यात्रापछि म चाहिँ यस्तो बवाल रोडमा आइपुगेँ तपाईँहरूले देख्न सक्नुहुनेछ यता यो ठाउँको नाम चाहिँ रहेको छ डाकढुक्का यतापट्टिबाट फास्ट्याग नि बन्दैछ अनि भित्रपट्टि चाहिँ मेरो गाडी यस्तो रहेको छ र मेरोमा नेट सेट सबैको सुविधा रहेको छ म बस मस्तले चलाइरहेको थिएँ र यता एउटा बस एक्सिडेन्ट भएको रहेछ मैले यो बसलाई राम्ररी हेरेँ अनि फेरि म गाडी कुदाएँ र एकजनाले मलाई यस्तो भने भाइ एकछिन गाडी रोक न मलाई पिसाला होस् दिदी एकछिन रोक्नु है म यो बाटो कटाउँछु अनि पिसाब गरौँला ल सँगै ता गऱ्यो भने आशिका दिदीले गाली गर्नु सबै प्यासेन्जरहरूले सोध्नु भएको थियो यो गेमको नाम के हो भनेर यो गेमको नाम रहेको छ बस सिमुलेटर इन्डोनेसिया तपाईँलाई मेरो यस्तो भ्लग कस्तो लाग्छ तपाईँले लाइक कमेन्ट सेयर गर्न सक्नुहुनेछ पछि गाडी रोकेर म तलतिर जान्छु किनभने यतातिर गऱ्यो भने त आशिका दिजुले मलाई कराइहाल्नुहुन्छ नि तपाईँहरू एकछिन यता नहेरिदिनु होला किनभने यता एकदम सिक्रेटी चाहिन्छ नि त ल यता गर्नुको मजै बेग्लै छ अनि फेरि म आएँ गाडी बाटोतिर अनि फेरि म गाडी हाक्नतिर लागेँ बाटो नि एकदम राम्रो रहेको छ यो केदारनाथ जानको लागि र मेरो ड्राइभिङ नि एकदम राम्रो छ अनि 5 घन्टाको लामो यात्रापछि बाटोमा यत्रो ठुलो पानी पर्यो तपाईँहरूले देख्न नि सक्नुहुनेछ अब केदारनाथलाई चाहिँ लास्टै गाह्रो हुने भयो जस्तो छ अनि म खानको लागि चाहिँ एउटा होटलमा रुक्ने पर्ने हुन्छ किनभने मलाई प्यासेन्जरले खाना खान रुक भनेको थियो नि त र मैले फटाफट गाडी रोकेँ नि त अनि खाना खाएपछि म यसरी गाडी सो गर्छु त्यसपछि म चाहिँ रेल स्टेसनमा आउँछु किनभने मलाई धेरै इच्छा थियो नि त रेल स्टेसन हेर्ने होस् बाटोमा भेट